नमस्ते, यहाँहरूलाई म आज एउटा उपन्यास प्रस्तुत गर्दैछु जुन उपन्यासको शीर्षक रहेको छ प्रेम केवल उसको निम्ति। आफ्ना वरपर बसिरहेका परिवारका सदस्यहरूलाई मायाले भरिएको स्वरले हरिबहादुरले भन्यो, हेर छोराछोरी हो, तिमीहरू जवान भइसक्यौ, जेठा र माइलोको बिहे पनि भइसक्यो। अब साइला, कान्छा र कान्छीको बिहे गरिदिन पाए भने म कति खुसी हुने थिएँ। गरिबीले थिचे पनि बुबाको कर्तव्यबाट पछि नहटेका हरिबहादुरको अब भने सबै छोराछोरीहरूको घरजाम गराइदिएर अब त्यो घरको कर्तव्यबाट विश्राम लिने मन छ र जेठो छोरोलाई घर सम्हाल्न लगाउने इच्छा छ। साइला छोरो विमल र कान्छो छोरो सागर कक्षा 8 र 9 मा पढ्दैछन् अनि छोरी सपना कक्षा 11 मा पढ्दैछिन्। माइला र जेठो छोराले 5-6 कक्षा पढेर पढाइलाई त्यही विश्राम लगाए अनि बिहेबारी गरेर घरजाम गरी जीवन गुजार गर्न थाले। जति गरिबीको मारमा परे पनि हरिबहादुरका छोराछोरी साह्रै इमान्दार छन् र आफ्नो कर्ममा विश्वास गर्छन्। बुबाको कुरा सुनेपछि विमलले भन्यो, बाबा म पहिले 10 पास गर्छु अनि आर्मीमा जान्छु। मेरो यो सानोदेखिको सपना हो बाबा। बाबा म चाहिँ 10 पास गरेपछि निकुञ्ज आर्मी बन्छु किनकि मलाई प्रकृतिसँग धेरै प्रेम छ, कान्छो छोरो सागरले भन्यो। छोराहरूको कुरा सुनेर बुबा हरिबहादुर खुसीले मुस्कुराउन थाले। अनि छोरी तिमीलाई चाहिँ के गर्न मन छ? अब 12 पासपछि हरिबहादुरले छोरीलाई सोधे। बाबा म शिक्षक बन्छु, यो मेरो बच्चैदेखिको सपना हो, सपनाले भनिन्। ल ठिक छ, तिमीहरूको सपना साकार भएको मेरो आँखाले देख्न पाउनुपर्छ। मेरो यो 2 मुठी सासको पनि ख्याल राख ल नानी बाबुहरू, कुन बेला ढल्छु थाहा छैन। अब डाँडा माथिको घाम भइसक्यौँ तिम्री आमा र म। यति भन्दै हरिबहादुर खुसीले गदगद हुन थाले। भाइहरू र बहिनीको कुरा सुनेर जेठा दाई, माइला दाई र जेठी भाउजू पनि खुसी भए। तिमीहरू आफ्नो आफ्नो गरी खानु, अब मैले काम गर्न सक्दिनँ, तिमीहरूको आमाले सक्दिनन्। साइला र कान्छा पनि 10 पास गर्छु भन्छ। अब के गर्ने कसो गर्ने, तिमी 2 भाइ जेठा र माइलाको जिम्मा हो, हरिबहादुरले भन्यो। ससुरबा कसैले पढाउने ठेक्का हामीले लिएका छैनौँ, पढ्न मन लाग्छ भने आफै कमाउने आफै पढ्ने, रश्मिताले भनिन्। यति बेलासम्म जेठा छोरा कमल र माइला छोरा निर्मल चुपचाप थिए। माइली बुहारी रश्मिताले फेरि रिसाउँदै भनिन्, यहाँ हाम्रो एउटै छोरा प्रज्वललाई त पढाउन सकेका छैनौँ। हे भगवान, कस्तो सुकुम्बासी घरमा पारेर मेरो फुटेको कर्म। हरिहरि, अब छुट्टै बसौँ भने पनि एउटा स्थायी घर छैन, गरी खानलाई जग्गा जमिन छैन, दिनभरि काम गर्नु छ, एक छ खानाले दौडौ छ। रश्मिता रिसको पोको भए पनि निर्मल भने ज्यादै सोझो इमान्दार थियो। उनले रश्मितालाई सम्झाउँदै भने, हेर रश्मिता, हाम्रा भाइहरूले पढे भने हामीलाई फाइदा छ, सबैले हाम्रो इज्जत गर्नेछन्, उनीहरूको भविष्य पनि बन्नेछ। उनीहरू साना छन्, यसरी बोलीले बिजाउने काम नगर तिमी। आखिर हामीले नपढाए कसले पढाउँछन् त हाम्रा भाइहरूलाई। रश्मिता फेरि रिसाउँदै कराउन थालिन्। आफ्नो लोग्ने गतिलो भएको हुनु, आफ्नो बुढी र छोराले के खाए लाए भन्ने चिन्ता छैन, उसको जवान भइसकेका भाइहरूको चिन्ता छ। माइलीको कुरा सुनेर जेठी बुहारीले भनिन्, रश्मिता तिमी त अलिक पढेकी नारी हौ, हामी पढेका छैनौँ, तर पनि तिम्रो बोल्ने व्यवहारमा कहिले पढेको जस्तो कुरा महसुस हुन पाएन। आखिर तिमी आफ्ना देवरहरू पढ्न लाग्दा किन यति साह्रो टाउको दुखाउँछौ? उनीहरू पढुन्, ठुलो मान्छे बनुन्, के तिमीमा यति थोरै भावना पनि छैन? हो हामी सुकुम्बासी, तर हाम्रो नाउँमा एउटा जग्गा जमिन नभए पनि हामी सधैँ आफ्नो गरी खान्छौँ, पखुरा चलाउँछौँ। तिमी मद्दत गर्दैनौ भने नगर देवर बाबुहरूलाई पढाउन, तर म आफूले सके जति सहयोग गर्छु, पढाउँछु। मेरो छोरा सुशान्त पनि पढ्दैछ 2 मा, उसलाई उसका काकाहरूले पढाइमा सहयोग गर्नेछन्। यति कुरो भनेर रमा जुरुक्क उठेर भित्र गइन्। रश्मिता रिसले गाला राता राता पारी बसिरहेकी छिन्। जेठी भाउजूको कुराले 2 देवर विमल र सागर, नन्द, सपना, बुबा हरिबहादुर, कमल र निर्मल अनि आमा सतीदेवी खुसी भए। त्यसपछि जेठो छोराले बिस्तारै भन्यो,
हो, रमाले एकदमै ठिक भनिन्। जस्तो सुकै दुःख परिस्थिति आए पनि दुई भाइलाई पढाउनै पर्छ। यो हाम्रो कर्तव्य हो। सबजनाको अनुहारमा खुसी देखियो, तर रश्मिता भने ठस्स परेर कुनामा थ्याच्च बसिरहेकी छिन्। सबैको कुरा सुनिसकेपछि हरिबहादुरले भन्यो, आज मेरो छोराहरू अनि जेठी बुहारी रमाको कुरा सुनेर साह्रै खुसी भए। जस्तो सुकै परिस्थिति आओस् तर पनि यो बिमल र सागर अनि सपनाको पढाइ चाहिँ नछुटोस् है बा। उनीहरूको यति चाहना पुरा गरिदेऊ तिमीहरूले। सतीदेवी यति बेलासम्म पनि मौन थिइन् अनि जुरुक्क उठेर भित्र गइन्। सबैको गन्थन मन्थन सकिँदा लगभग बिहानको 10 बजिसकेको थियो। अब खाना पकाउने सुरसारमा लागेका छन् परिवारका सबै सदस्यहरू। सुकुम्बासी टोलमा रहेका ती त्रिपालले टाँगेको घर वर्षायाममा पानी चुहिएर बिजोग छन्। उनीहरूको घरमा पेटभरि खानाले प्रशस्त अन्न पनि छैन। जेनतेन दैनिक काममा खटेर रगत पसिना बगाएर ल्याएका झ्यालाले हातमुख जोड्छन्। साहुको 4-5 रोपनी जति खेत कमाएका छन्। परिवारका सबै सदस्य बुझ्दै अनि मिलिजुली बस्ने छन् भने माइली बुहारी अलिक चञ्चले र चोथाली छिन्। सपनाको कुरा सुनेपछि काकीले एक पाथी चामल ल्याइदिन्छन् अनि चामल लगेर सपना घरतिर जान्छन्। उनी अलिक अटेरी जिद्दी स्वभावकी छिन्। जेठी बुहारी साह्रै लक्षणकी छिन्। सासू ससुरालाई आफ्नै आमा बा मान्ने, देवरहरूले आफ्नै भाइ, नन्दलाई आफ्नै बहिनी मान्छन्। वरपरका सबैले रमाको साह्रै प्रशंसा गर्छन्। अब रमाले खाना पकाउने सुरसार गरिन्छन्। विडम्बना घरमा हिजो राति पाहुना आउँदा सबै चामल पकाइसकेकाले एक गिडो पनि चामल छैन। तरकारीको नाममा 4-5 वटा गिडा आलुको दाना छ। त्यसपछि रमाले नन्दा सपनालाई बोलाएर भने, नानी पल्ला घरे साइली काकीबाट एक पाथी चामल पैँचो लिएर आउन, भोलि दिन्छु भन है। भाउजूको आदेशपछि सपना एउटा बोरा लिँदै साइली काकीको घरतिर लाग्छिन् र भन्छन्, काकी मलाई एक पाथी चामल दिनुहोस् न। हाम्रो भाउजूले भन्नुभएको पैँचो भोलि ल्याइदिन्छु अरे। साठी छुनै लागेका हरिबहादुरले डोको बुन्दैछ। सतीदेवी गाईबस्तुको गोठको धन्दा गर्दैछिन्। रश्मिता छोरो प्रज्वललाई काखमा च्यापेर बसिरहेकी छिन्। रमा भान्सामा खाना पकाउनेतिर लागि। सपना भाँडाकुँडा पखाल्न थाल्छिन्। बिमल र सागर किताब हेर्दैछन्। कमल र निर्मल खाना पाकेपछि बोल है भन्दै साहुको एक भारी नुन ओसार्न गएका छन्। सबैजना आफ्ना आफ्ना काममा व्यस्त छन्। दिउँसो 1 बजीतिर खाना खाइसकेपछि जेठी र माइली रामबहादुरको धान गोड्न जान्छन्। सपना र आमा आफूले कमाएको खेतमा घाँस काट्न जान्छन्। छोरा प्रज्वल र सुशान्त हजुरबुवासँग खेलेर बसिरहेका छन्। 4 भाइ साहुको सामान ओसार्न जान्छन्। यसरी यो घरको दैनिकी चलिरहेको छ। घरमा खाना लाउनको अभाव छ तर पनि परिवारमा खुसी नै छ। वर्षायामको समय भएकाले त्रिपालले छाएको यो घरमा आकाशबाट जोडसँग पानी पर्दा कुनै पनि ठाउँबाट पानी तप तप झर्छ र परिवारका सदस्यहरूले बट्टा थाल थापेर पानी भुइँमा पर्न दिँदैनन्। यो घरकी छोरी सपना भर्खर 16 वर्षमा टेकेकी छिन्। उनी साह्रै राम्री छिन्। उनले देख्ने जति सबै उनले अप्सरा नै हो कि ठान्छन्। भर्खर जवानी चढेकी उनी गहुँ गोरो वर्णकी। बढ्दै गरेको ती शरीरका अङ्गहरू, खैरो लामो ती केश, चिम्सी आँखा, उनको आकर्षण शक्ति भन्नुपर्दा यति हेरी थियो कि मानौ उसले देख्ने जति जो कोही लट्ठ नपरी बस्न सक्दैनथे। अचानक एक दिन त्यस घरमा एउटा नयाँ पाहुना आउँछ। त्यो पाहुनाहरू कोही नभएर राष्ट्रिय निकुञ्ज रक्षाका लागि खटेको आर्मी हुन्छ। उसको साथीहरू अघिल्लो दिन नै गइसकेकाले ऊ मात्र छुटेको थियो। त्यो घर पनि राष्ट्रिय निकुञ्ज जाने बाटैमा पर्छ। लगभग 10 किलोमिटर तेर्सो हिँडेपछि राष्ट्रिय निकुञ्ज पुगिन्छ। गोधुली साँझ हुँदैछ। वरपर खासै घर छैन र अलिक वरपर मात्र घरहरू छन्। वास्तवमा यो छरिएर रहेको बस्ती हो। खासमा भन्नुपर्दा आज आर्मीलाई किन यो सुकुम्बासी घरमा बस्ने इच्छा जागेको हो त्यो त दैव जाने। निकुञ्ज आउँदा जाँदा सायद यो आर्मी सपनाको सुन्दरतामा मोहित भएको हुनुपर्छ र कुनै बहानाले बास बस्न आएको हुनुपर्छ।
त्यहाँबाट गाडीहरू पनि जान्थ्यो। अचानक त्यहाँ आर्मी कसरी र किन आइपुगेको कसैलाई थाहा भएन। आर्मी आँगनमै आइपुगेर पिँढीमा थचक्क बसिरहेकी सतीदेवीलाई हेर्दै भने, नमस्ते आमा, म आज निकुञ्ज पुग्न नसक्ने भएँ। साथीहरू सबजना हिजो गइसकेछन्। म आज एक्लै भएँ। यस्तो वर्षायाममा पानी पनि ठुलै पर्न लाग्यो। अब अन्त कता जाऊ? आज यतै बास पाइन्छ होला कि? हरिमायाले भनिन्, नमस्ते बाबु, हेर्नुहोस् हामी यस्तो बिजोग भएर बसिरहेका छौँ। अब सुकुम्बासीको घर हो, हजुरलाई राम्रो व्यवस्था गर्न नसकौँला हामीले। अब के गर्ने बाबु? बस न त, साँझको पाहुना देउता हुन् भन्छन्। यस्तो पानी पर्न लागेको छ बाबु, एक्लै हुनुहुँदो रहेछ, बस्नुहोस् न त। हे छोरी सपना, बाहिर एउटा ओछ्याउने लिएर आइज त, यहाँ पाहुना आउनु भएको छ, सतीदेवीले भनिन्। आमाले बोलाएपछि मोबाइल खेलिरहेकी सपना मोबाइल खाटमै छोडेर एउटा काठको बस्ने कुरो लिएर आउँछिन् र पाहुनाले दिन्छिन्, अनि भित्र फेरि मोबाइल खेल्न जान्छन्। आर्मी त्यो काठको ओछ्याउनेमा थचक्क बस्छ अनि सोध्न थाल्छ, अनि घरमा को हुनुहुन्छ? आमा छोरी मात्रै हो? सतीदेवीले जवाब दिन्छन्, होइन बाबु, घरमा हामी धेरै छौँ। अहिले सबजना आफ्ना आफ्ना काममा गएका छन्। अब आउने बेला भयो। हामी आमा छोरी खेतमा घाँस काट्न गएका थियौँ। पानी पर्न लागेकोले छिट्टै आएका हौँ। मेरो श्रीमान अघिसम्म यहाँ डोको बुन्दै हुनुहुन्थ्यो। अहिले खै दुई नातिहरू लिएर छिमेकीको घरतिर जानुभयो जस्तो छ। अनि आर्मी जुरुक्कै उठेर गएर डोको उचाल्दै, क्या राम्रो राम्रो बुन्नु हुँदो रहेछ डोको त बाले। आर्मी भने सपनाको त्यो चन्द्रमा झै चम्किएको मुहार झलझली सम्झेर आफूलाई सम्हाल्न नसकेर सतीदेवीसँग अनेक कुरा गर्दै टार्न खोजिरहेको थिए। आर्मी पनि कम त कहाँ थियो। सुकिलो अनुहार तालिम गरेर सर्लक्क बनाएको जिउ गाउँ गोरो पर्न कुनै सिनेमाको हिरोभन्दा कम देखिँदैन थियो। यस्तै उमेर 22-23 को जस्तो देखिन्थ्यो। कति बेला आमाको आदेश प्राप्त होला भनेर प्रतीक्षामा रहेको आर्मी सर्लक्क भित्र जान्छ। त्यो घर जम्मा 7 कोठाको हो। पूर्वले बेरेर टाँगेर बनाएको घर भए पनि भित्र कोठा छन्। चिटिक्क परेको घर। बाआमालाई एउटा कोठा, साइला र कान्छोलाई एउटा, जेठोको परिवारलाई एउटा, माइलोको परिवारलाई एउटा, अनि सपनाले एउटा कोठा। भान्सा कोठा गरी जम्मा 6वटा कोठा प्रयोगमा छ भने एउटा कोठा चाहिँ पाहुनाका लागि भनेर छुट्याएको छ। भित्र जानुहोस् बाबु भनेपछि तिनीहरू जुरुक्क उठेर भित्र गएको थियो। उनी त सरासर सपनाको कोठातिर पो गएछ। सतीदेवी गोठको धन्दा गर्दै थिइन्। सपना मोबाइल हेरेर हाँसिरहेकी थिइन्। सपनाको त्यो हाँसो त कुनै परीको भन्दा कम्ती देखिएको थिएन। मानव अप्सराहरू पनि शर्माउँछन् सायद सपनाको त्यो हाँसो देखेर। जवानीको त्यो कलकलाउँदो वैशाली उनलाई टकमक्क ढाकेको छ। मोबाइल एक ध्यानमा हेरिरहेकाले सपनाले उनको कोठामा को आयो गयो ध्यानै गरिरहेकी थिइन्। आर्मी भने भमराले फुललाई चुमेझै चुम्न नजिक गइसकेको थियो। बाहिरबाट सतीदेवीले सपना ए सपना भनेर बोलाएकाले आर्मीसँग भएर सपना पनि किन मामा भनेर मोबाइल ओछ्याउन फ्यात्त फालेर पछाडि फरक्क फर्केर हेर्दा त्यो आर्मीको मुस्कुराएको देखिन्। त्यसपछि केही नबोलेर लजाइँझै गरेर बाहिर गई। सतीदेवीले भनिन्, हेर छोरी, आज पाहुना बाबु पनि हुनुहुन्छ। त्यही भएर सधैँको भन्दा 5 मुठी बढी चामल पका। त भात बचाल्दै गर, म गोठको धन्दा सघाउँछु। दाइ भाउजू पनि आइपुग्ने बेला भयो, थाकेर आउलान्, त्यही भएर खाना पकाएर राख्नुपर्छ। यति भनिसकेपछि सतीदेवी गोठको धन्दातिर लागिन् र सपना भान्सातिर। आर्मी भने बाहिर आँगनतिर यताउता गर्दै थियो। त्यसपछि सपनाले अलिअलि लजाउँदै भनिन्, सट भित्र बस्नुहोस्, बाहिर त लामखुट्टेले बसिसक्नु छैन। सपनाले यति भनेको सुनेपछि आर्मीले मुस्कुराउँदै भने, नानी, तिम्रो कोठामा बस्ने कि कता? अरू कोठा त सब बन्द छ त। सपनाले भनिन्, होइन सर, हजुरलाई म पाहुना कोठा देखाइदिन्छु, त्यहाँ गएर बस्नुहोस् न है। त्यसपछि आर्मी पाहुना कोठामा गएर आराम गर्न थाल्छ। उनको आँखामा झलझली सपनाको याद मात्र आइरहन्छ।
उनले सपनासँग फुलबारी घुमेको कल्पना गर्दा गर्दै कुन बेला भुसुक्क निदायो। त्यति बेलासम्म परिवारका अरू सदस्यहरू पनि आफ्ना आफ्ना कामबाट फर्किसकेका थिए। दिनभरि अरूको मेलापातमा खटेकाले जिउ पनि ज्यादै थाकिएको थियो। त्यसैले सबैजना आफ्ना आफ्ना कोठामा गएर आराम गर्दैछन्। हरिबहादुरले पनि छिमेकीको घरबाट आएर भान्जी कोठामा जान्छ र सोध्छ छोरी सपनालाई, सपना आज को पाहुना आउनु भयो र कोठाको ढोका त खुल्लै छ त। सपनाले मुख बङ्गाउँदै उत्तर दिइन्, कोही कोही मान्छे यत्रो छिमेकीहरू छन्, हाम्रैमा आउनुपर्ने कारण के रहेछ त्यसलाई। सतीदेवीले पनि गोठको धन्दा सकाएर भान्सा कोठातिर छिर्छिन् अनि हरिबहादुरले भनिन्, आज हाम्रो घरमा एउटा आर्मी बाबु आउनुभएको छ। बिचरा निकुञ्जमा जान लागेको रहेछ, साथीहरू छुट्टै छ अनि यतै बास माग्न आएको छ। हरिबहादुरले भन्यो, साँझको पाहुना देउ त हुन्, बास दिएर ठिक गर्यो तिमीहरूले। यति बेलासम्म खाना पाकिसकेको छ। तरकारीमा दाल, आलु भुटेको अनि गोलभेडाको पिरो अचार छन्। खाना तयारी भइसकेपछि सपना एकछिन आराम गर्न भनी आफ्नो कोठातिर लागिन्। पाकेको आधा घन्टापछि सबैले खाना खाए। आर्मीले त झन् सपनाले पकाएकी खानाको तारिफ नै तारिफ गर्न थाले। यो कुरा सुनेर सबजना छक्क परे, किनकि मानव आर्मीले सपनालाई आफ्नै सोचेर वर्णन गरिरहेको छ। आर्मीले भन्दै थिए, यति राम्री अप्सराले पकाएकी खाना किन मिठो नहोस्, किन स्वादिलो नहोस्, यस्तै यस्तै। हेर्नुहोस् बाबु, तपाईँ पाहुना मान्छे, यति साह्रो तारिफ कसको, खानाको कि यी नानी सपनाको? त्यति साह्रो मनपर्छ भने लैजानु नि टपक्क टिपेर, के साह्रो नाटक। रश्मिताको कुरा सकिन नपाउँदै रमाले भनिन्, यति साह्रो नकारात्मक सोचाइमा पनि नडुबाउ न रश्मिता, हाम्रो नन्दको बिहे गर्न उमेर अझै भएकै छैन, बालिका नै छिन्, होइन तिमीलाई यति साह्रो किन टाउको दुखाइ हो जहिले पनि। हाम्रो नानी अनि देवर बाबुहरू पढ्छु भन्दा पनि तिमी तगारो बन्न आउँछौ र आज नन्दको तारिफ सुन्दा पनि ईर्ष्याले जलन हुन्छौ, किन यस्तो गर्न खोज्छौ जहिले। रमाको यस्तो कुरा सुनेर पाहुनाको अगाडि रश्मिता शर्मराए झै गरी चुप बस्छिन्। अनि सपना जुरुक्क उठेर आफ्नो कोठामा गएर भित्रबाट चुगुल लगाउँछिन् र पलङमा पल्टिन्छिन्। अनि सबैजनाले खाना खाइसकेकाले आफ्ना आफ्ना कोठातिर लाग्न थाले। अब त्यहाँ सतीदेवी, हरिबहादुर र आर्मी मात्र बाँकी छन्। कुरा कोट्याउँदै सतीदेवीले भनिन्, बाबु तिम्रो घर कता हो अनि नाम के हो? हेर्दा त हट्टाकट्टा कलकलाउँदो 22-23 उमेरको देख्छु, विवाह पनि भइसक्यो कि? सतीदेवीको कुरा सुनेर आर्मी अक्क न बक्क हुन्छ। किनकि आर्मीले आफू विवाहित भए पनि अविवाहित भएको महसुस गरिरहेको हुन्छ। उनको विवाह उनको इच्छा विपरीत भएको हुन्छ। बाआमालाई अहिले नै बिहे गर्दिन, बिहे गर्न चाहन्न, पछि गरौला भन्दा भन्दै पनि पल्लो गाउँको धनी खड्काको छोरीसँग जबरजस्ती बिहे गरिदिएको हुन्छ। हुन त उनी छेत्रीको छोरो भए पनि उनलाई आफ्नो जातभन्दा पनि अन्तर्जातीय केटी मन पर्थ्यो। यो त उसको दोष होइन, उसको एउटा भित्रदेखि पलाएको चाहना। जबकि घरमा फरक जात फरक धर्मको केटी भित्र्याउने डर उसले नपलाएको होइन। जब उनी 7-8 कक्षामा पढ्थ्यो तब उनलाई एउटी तामाङ्नी केटी खुब मन पर्न थालेको थियो। गहुँगोरो वर्ण, बाटुला अनुहार, थेप्चो नाक, उचाइ 5 फिट, साँच्चै नै सुन्दरी थिइन् उनी। प्राकृतिक रूपमै साँच्चै सुन्दरी थिइन्। कक्षामा पढ्दै गर्दा पढ्नमा भन्दा ध्यान त्यही केटीमा जान्थ्यो। उनको नाम थियो याङजी। याङजी एक सोझी असल स्वभावकी केटी थिइन्। उनी एकदमै सरल अनि पढ्नमा त्यति रुचि नभएकी सायद उसको सुन्दरतामा फिदा नहुने कमै होलान्। 13-14 वर्षकी उमेरकी याङजी अनि 13-14 वर्षकै उमेरको केटो म, हामी एकअर्कामा साह्रै मिल्थ्यौँ। याङजीले खाजामा प्राय रोटी र आलु ल्याउँथे भने मैले चिउरा आलु ल्याउँथे अनि खान्थ्यौँ। कति खुसी हुन्थ्यौँ, खेल्थ्यौँ, घर फर्किन्थ्यौँ।
4 बजेपछि। तर पढाइ चाहिँ हामी दुवैको उस्तै थियो। कक्षामा जम्मा 5 जना केटी 15 जना केटा, जम्मा 20 जना थियौँ हामी। याङजीको बाआमा खेती किसानी गर्दथे र अलिअलि रक्सी बेचेर जीविका चलाउँथ्यो र मेरो आमा बुवा भने खेती किसानीको साथै एउटा सानो कपडा दोकान चलाउनुहुन्थ्यो। याङजीको परिवारभन्दा मेरो परिवार अलिक हुने खाने छ। उसको बाबा नरे तामाङ साह्रै मिजासिलो मान्छे, आफ्नो कमाइमा रमाउने स्वावलम्बी मान्छे हुनुहुन्छ। मेरो बुबा पसलमा कपडा व्यापार गर्नुहुन्छ र आमा गृहिणी हुनुहुन्छ। उहाँहरूको म एकमात्र सन्तान हुँ। याङजीको भने 2 दाजुभाइ र 3 दिदीबहिनी छन्। याङजी कान्छी छोरी हुन्। अरू 2 दिदीको बिहे भइसक्यो भने 2 भाइको र याङजीको बिहे हुन बाँकी छ। 8मा पढ्दै गर्दा बुबाले सिपाहीमा भर्ती हुन कर गर्नुभयो र मैले गरेँ नभन्दैमा म सिपाही भएँ। लिखित शारीरिक सबै रूपमा छनौट भएँ र म आर्मीमा भर्ती हुन पुगेँ। तर विडम्बना, जब म सिपाही भएँ याङजी र मेरो भेट हुन छोडेको थियो। उनी पढ्दै थिइन् भने म आफ्नो पेसा सिपाहीतिर लागेँ। म एक राष्ट्रिय निकुञ्ज आर्मी भएकोमा एकदमै गर्व महसुस गर्थेँ, किनकि हजारौँ लाखौँ रुख बिरुवा र कैयौँ जीवजन्तुको रक्षक थिएँ म, बन्न सकेँ म। कहीँ कतै एक दिन मैले सुने याङजीको अन्तै बिहे भयो। यो भाव विवल खबर करिब 2 वर्षपछि सुने मैले। याङजीले भागी बिहे गरेकी थिए। जब यो खबर सुने तब मेरो फोक्सोले काम गर्न छोडेको महसुस गरेको थिएँ। उनी मेरो मुटु जस्तै थिए, हर पल ढुकढुकीमा धड्किरहने। मेरो र याङजीको माया प्रेम बसेको कुरा अलिअलि समाजमा पनि हल्ला चल्न थालेको थियो र मेरो आमा बुवालाई अन्तर्जातीय बिहे पटक्कै मन पर्दैन थियो। म सिपाहीमा भर्ती हुनुभन्दा 1 हप्ता अगाडि याङजीलाई भेटेको थिएँ र उसको मायामा भुलेको थिएँ म, किनकि ऊ मेरो श्वास थिए, मेरो धड्कन थिए, मानौ मेरो जिन्दगी। ऊ बिना बाँच्नै नसक्ने भइसकेको थिएँ म। माछा र ऊ पानी। पानीमा यताउता घुमेर जसरी माछाले आनन्द लिन्छ त्यस्तै म पनि याङजीमै रमाउन थालिसकेको थिएँ। आर्मी भर्ती हुनुभन्दा अगाडि याङजी र मैले कहिल्यै नछुटिने बाचा कसम गरेका थियौँ। साथै एकअर्कामा समर्पण पनि गर्यौँ। अब मैले याङजीको सिन्दुर हाल्न मात्र बाँकी थियो। हामी बुढाबुढी जस्तै भइसकेका थियौँ, तर समाजमा खुलेर बाँच्न गाह्रो, किनकि ऊ तामाङकी छोरी अनि म क्षेत्रीको छोरो। हुन त मैले केही अप्ठ्यारो महसुस गरिनँ, किनकि यो संसारमा महिला र पुरुष 2 जात छन् र जुन धर्म माने पनि अन्तिममा एउटै सार हो धर्मको भन्ने मलाई ज्ञान छ। तर मेरो बाआमा जातीय अन्धविश्वासमा जोड दिने खालको हुनुहुन्छ। लजालु ती नसालु आँखाले मलाई लट्ठ पारी हेरिरहेकी थिइन् याङजीले। हामी एकअर्काको अँगालोमा बेरेर रोइरहेका थियौँ। मैले एकचोटि आफूलाई नियन्त्रण गर्दै भने याङजीलाई, हेर माइच्याङ, तिमी मेरो जीवन हौ, मलाई छोडी जाने कुरा नगर कहिले। तिमी बिना म अधुरो र अपुरो हुन्छु र म बिना तिमी। अनि याङजीले मेरो छातीमा टाँस्दै रुन्चे स्वरमा भनिन्, हेर आकाश, तिमीले बाटो फेर्यौ भने यही हामी दिनदिनै भेट्न आउने ठाउँको ठुलो रुखमा पासो हालेर मर्छु नि फेरि। अनि तिमीलाई मैले एउटा गलबन्दी चिनो ल्याइदिएको छु, नबिर्सिनु है। कहिले मलाई मेरो याद आएको बेला यो हेर्दै अँगालोमा राखेर सुत्नु है। यति भन्दै उनी मेरो अँगालोमा बेरिरहन् र मैले भने, हेर माइच्याङ, तिमी मेरो जिन्दगी हौ, यो भन्दा अरू कुनै शब्द छैन तिमीलाई बुझाउने र वर्णन गर्न सक्ने मैले। अनि याङजीले भनिन्, हेर आकाश, अरू केटी भेटे भन्दैमा नाता तोड्ने बाटो मोड्ने गर्यो भने तिम्रो माइच्याङले यो संसार छोडी भनेर याद गर्नु। यति भनी माइच्याङ चुपचाप बसिन्। अनि मैले उनको टाउको घाँटीमा मोही खाएँ र अनि उसलाई एक सेर कोर्दै दिई आफ्नो आफ्नो बाटो लाग्यौँ। यति भन्दै उनी मेरो अँगालोमा बेरिरहन् र मैले भने, हेर माइच्याङ, तिमी मेरो जिन्दगी हौ,
यो भन्दा अरू कुनै शब्द छैन तिमीलाई बुझाउने र वर्णन गर्न सक्ने मैले। त्यो भेट नै हाम्रो अन्तिम भेट थियो। अनि 81 समाचार सुने 2 वर्षपछि याङजी सहरतिरको केटासँग फरार भइन् रे भनेर। यो मेरो दुःखको घडीमा सबभन्दा बढी खुसी हुने मेरो आमा बुवा थिए भने सबभन्दा दुःखी थिएँ म। जब यो समाचार सुने तब याङजीको घरसम्म बुझ्नु पनि गए तर वास्तविकता थाहा पाउन सकिनँ। गाउँमा भने यस्तै हल्ला थियो कि याङजीले आकाशलाई छोडेर पहिला गई। म पनि पुरै पागल भइसकेको थिएँ। आमा बुवा मलाई सम्झाउने प्रयास गर्नुहुन्थ्यो तर म कसरी आफूलाई नियन्त्रण गर्न सक्थेँ र यसमा आमा बुवाको पो दोष छ कि? याङजी गाउँघरबाट बेपत्ता हुनमा मनमा अलिअलि शङ्का थियो तर मैले आमा बाबालाई यति धेरै पाप सोच्नु पनि सक्दिनँ थिएँ किनकि उहाँहरू अन्तर्जातीय बिहेमा घृणा गर्ने मान्छे भए पनि अरूमा राम्रै हुनुहुन्थ्यो। त्यसपछि याङजीको केही खबर पाउन सकिनँ र आमा बुवाले मलाई बिहे गर्न भनी जबरजस्ती गर्न थाले। आकाशले आफ्नो अतीतको बारेमा सतीदेवीले सुनाउँदै आँसु बगाउन थाले। आकाशको आमा बुवाले पल्लो गाउँको धनी खड्काको छोरी पम्फा खड्कासँग जबरजस्ती बिहे गरिदिन्छ। आफ्नो इच्छा विपरीत बिहे आमा बुवाको लागि भए पनि आकाशले गरेको हुन्छ। उनीहरू बीच बिहे भए पनि एउटै घरको एउटै कोठामा बसे पनि आकाश र पम्फा छुट्टा छुट्टै ओछ्यानमा सुत्छन्। आकाशको आमा बुवाले पल्लो गाउँको धनी खड्काको छोरी पम्फा खड्कासँग जबरजस्ती बिहे गरिदिन्छ। आफ्नो इच्छा विपरीत बिहे आमा बुवाको लागि भए पनि आकाशले गरेको हुन्छ। उनीहरू बीच बिहे भए पनि एउटै घरको एउटै कोठामा बसे पनि आकाश र पम्फा छुट्टा छुट्टै ओछ्यानमा सुत्छन्। आकाश फेरि आफ्नो विगतका कुराहरू सम्झेर टोलाउन थाल्छन्। आखिर म पम्फालाई माया नै गर्दिनँ त ऊ मेरो श्रीमती कसरी हुन सक्छ? दुनियाँको सामु सिन्दुर भर्दै ल्याएको छु तर ऊ मेरो श्रीमती होइन। मैले उसँग एक रात पनि बिताएको छैन। सायद यस्तै भयो भने उनी अब 2-3 महिनामा घर छाडेर जाने बेर लाउँदिनन्। किनकि उसँग बिहे गरेको 2 वर्ष भइसक्यो पनि म उसँग खुलेर बोल्न सकेको छैन। उनी सिर्फ मेरा आमा बुवाले इच्छाएको बुहारी मात्र हो। उनी मेरी श्रीमती कदापि हुन सक्दिनन्। मनले चाहेको छैन भने सिन्दुर भर्दैमा कसरी श्रीमती हुन्छन् र? यस्तै सोच्दै आकाशले सतीदेवीले जवाब दिए, मेरो विवाह भएको छैन आमा। बिहे गर्ने त बेला भइसक्यो नि तर के गर्नु सोचेको जस्तो केटी नै पाउँदैन। आर्मीको कुरा उता अर्को कोठाबाट सपनाले सुनिरहेकी हुन्छन् र मनमा नै मेरो राजकुमार पो हो कि क्या हो भन्दै आफै भित्र शर्मराउँदै निदाउन थाल्छिन्। लगभग रातको 11 बजिसकेको छ अनि सतीदेवीले भनिन्, बाबु अब सुत्नु तिमी पनि, हामी पनि सुत्ने अब, नत्र भोलि छिटो उठ्न सकिँदैन। यति भन्दै घरको बिजुली बत्ती निभाएर सबजना सुत्छन्। बिहान उठेर परिवारका सदस्यहरू घरको काम गर्न थाल्छन्। लगभग बिहानको 7 बजिसकेको छ। रमाले भाँडा पखाल्न थाल्छिन् भने सतीदेवीले रोटी पोल्न थाल्छिन् अनि हरिबहादुरले आफ्नो दैनिकी काम टुक्को बुन्छन्। रश्मिता उठेर बढार्न थाल्छिन्। सपना भने कलेज गइसकेकी थिइन्। बिमल र सागर विद्यालयको आफ्नो गृह कार्य गर्न थाल्छन्। खाजा तयार भइसकेपछि आर्मी र 2 नातिलाई उठाउन सतीदेवी भित्र जान्छन्। खाजा खाइसकेपछि सबैजना आफ्ना आफ्ना काममा जान थाल्छन्। बिमल र सागर विद्यालय जान्छन्। रश्मिताले आफ्नो छोरो प्रज्वल र जेठाजुको छोरो सुशान्तलाई विद्यालयमा पुर्याउन जान्छन्। हरिबहादुर आफ्नो पेसा डोको बुन्नेतिर लाग्छन्। सतीदेवी घाँस काट्न खेततिर जान्छन् अनि कमल र निर्मल बन्चरी डाँडातिर साहुको पसलमा चामल बोक्न जान्छन्। अब आर्मी पनि खाजा खाइसकेपछि आफ्नो गन्तव्यतिर लम्किने तयारी गर्दैछन्। निस्किनु अगाडि आकाशले एकचोटि सपनालाई भेटेर जाने निधो गरे तर सपना पनि कलेज थिइन्।
भनिन्छ नि चोखो माया कहिले मर्दैन। त्यस्तै सपना आकाशको लागि याङजीको झल्को देखाउने एक पात्र मात्र थिइन्। तर याङजी जहाँ गए पनि भेट नभएको 2 वर्ष भए पनि उनको मनमा केवल याङजी नै याङजी थियो। चाहे याङजीले पराईको सिन्दुर भरेर गइसकेकी भए पनि अथवा उनकै यादमा जीवन बिताइरहेकी भए पनि आकाशलाई याङजीको मायामा कुनै फरक थिएन। जाने बेला आकाशले सुटुको एउटा पेपर कोठाको ढोका मुनि छिराइराखी जहाँ लेखेको थियो, सपना यो नम्बरमा भरे मलाई फोन गर ल। अनि उनी हरिबहादुरसँग बिदा मागेर सरासर आफ्नो गन्तव्यतिर लागे। यता याङजीको बिहे भएको थिएन। उनी 10 सकेर 11मा सहरमा पढ्दै थिइन्। आर्थिक स्थिति ठिक नभएकाले उनी काठमाडौँको एक घरमा बिहान कलेज जाने अनि दिउँसो काम गर्ने, त्यही खाने बस्ने गरी त्यही घरमा बस्न थालेकी थिइन्। उनी बस्ने घरमा एक नेवार दम्पति र उनीहरूको एउटा मात्र छोरा आमेश थिए। नेवार दम्पतिको आफ्नो होटेल थियो दरबार मार्गमा अनि छोरा आमेश MBBS गर्दै थिए शिक्षण अस्पताल महाराजगञ्जबाट सरकारी कोटामा नाम निकालेर। याङजी भने शिक्षा विषय लिएर कक्षा 11मा पढ्दै थिइन् पशुपति क्याम्पसबाट। भविष्यमा एक असल शिक्षिका बन्नु थियो उनलाई। उनलाई त्यो घरमा खाना बस्न पैसा लाग्दैन थियो भने महिनामा 5000 को हिसाबले घरको साहुले तलब दिन्थे। गमलामा पानी हाल्ने, पुछपाछ गर्ने अनि खाना पकाउने, कपडा धुने यति काम गर्नु पर्थ्यो याङजीले। आमेश होस्टेल बसेर पढ्ने गरेकाले घरमा महिनाको 1-2 चोटि मात्र आवत जावत हुन्थ्यो। नेवार दम्पतिले याङजीलाई आफ्नै छोरीलाई जस्तै व्यवहार गर्दथे। राम्रोसँग पढ्न प्रोत्साहन गर्दथे। कहिलेकाहीँ घुम्न कतै जाँदा मौका मिलेसम्म कहीँ कतै नछुटाई याङजीलाई लान्थे। याङजीको बिहे भयो भनेर झुटो हल्ला फैलाउने पनि आकाशकै आमा बुवा थिए। किनकि उनीहरूलाई छोराले अरू जातको केटी बिहे नगरोस्, आफ्नो जातको बिहे गरेर घरजम गरोस् भन्ने सोच थियो, चाहना थियो। त्यही भएर याङजीलाई दशैँमा घर आउँदा आमा बुवासँग राखेर अब आकाशको पछि लागेको, आकाशको प्रेममा फसेको थाहा पाए भने राम्रो हुँदैन, तिम्रो आफ्नो बाटो लाग, तैँले आकाशको भविष्य नबिगार, आमा बुवाको नाक कटाउने काम नगर भनेर धम्की दिएको थिए। आकाशको आमा बुवाको कुरा सुनेपछि याङजीको आप्पाले पनि छोरी यस्तो काम नगर, तिम्रो कारण कसैको जिन्दगी नबिगार, आफ्नो राम्रो गर, बरु तिम्रो अरूसँग बिहे भइसक्यो, याङजी पहिला गई भन्छौ, अब आकाशले बिहे नगरुन्जेल तिमी गाउँ नआऊ भनी सम्झाउन थाले। त्यसपछि सबैको सहमतिमा याङजी कसैलाई थाहा नदिई फेरि सुटुक्क सहर पसिन्। त्यसपछि याङजी र आकाशको भेट 2 वर्षसम्म पनि हुन सकेन। तर 2 वर्षपछि जब आकाशले सपनालाई देखे फेरि याङजीको याद। सपनाले पक्कै भरे फोन गर्छिन् भनेर आकाशले आफ्नो यात्राभरि याङजीको यादमा तडपिँदै पार गरिरहेको हुन्छ। यता कलेजबाट फर्किँदा सपनाले आफ्नो ढोका छेउमा फोन गर ल यो नम्बरमा भनेर लेखेको कागज देख्छिन्। अनि सपनालाई पनि आकाश पहिलो नजरमै मन परिसकेको थियो। त्यही भएर ढिलो नगरी उनले आकाशलाई फोन गरिन्। अनि आकाश पनि मक्ख पर्दै फोन उठाएर बोल्न थाल्यो। यति राम्रो मान्छेले भाउ खान्छे जस्तो लागेको थियो, तर तिमी सोचेको भन्दा राम्रो रहेछौ, खुसी लाग्यो। सपनाले भनिन्, होइन हो सर, म कहाँ राम्री छु र हजुरको नजर पो राम्रो, अनि आरामले पुग्नु भयो त। आकाशले भन्यो, राम्रोसँग पुगे, अनि कसरी बित्यो तिम्रो आजको दिन? सपनाले भनिन्, त्यही त हो नि सर, कलेज जाने आउने पढ्ने, मेरो दिन यसरी नै बित्छ, अरू के नै काम छ र। ल सपना, अब सुत्ने बेला पनि भयो, म त हिँडेर साह्रै थाकेको छु, सुत्छु, तिम्रो आमा बुवाले गाली गर्नुहुन्छ होला, सुत तिमी पनि, यति भनेर आकाशले फोन राख्यो। सपनालाई भने बोल्नै पुगेको थिएन। उनी मन भित्रैबाट रिसले जुर्मुराउन थालिन् र भनिन्, कस्तो मान्छे, 5 मिनेट बोल्न पनि पाएको छैन, फोन राखिहाल्ने। सपनाको मनभरि कौतूहल भएको थियो। उनका कान कसैले मिठो बोलेको सुन्न अनि शरीर कसैको स्पर्शले छुन आतुर थियो। मिठा मिठा कल्पनामा डुब्दा डुब्दै सपना निदाइन्। यता आकाश भने याङजीको यादले पागल हुँदै थियो।
अनि याङजीले दिएको गलबन्दीलाई चुम्बन गर्दै छातीमा बेरेर निदाउने चेष्टा गर्दै थियो। याङजीले पनि आकाशको आमा बुवा र आफ्नो आमा बुवाको खुसीको लागि आफ्नो प्राणभन्दा प्यारो मान्छे आकाशलाई गुमाउनु परेको थियो। अब त झन् आकाशसँग खाएको कसम कहिले फिर्ता हुन सक्दैन, किनकि आकाशले बिहे पनि गरिसक्यो भनेर बेला बेला दुखी हुन्थिन्। फेरि एक मनले लेखेको पाइन्छ देखेको पाइँदैन भन्दै चित्त बुझाउँथिन्। हरेक रात आकाशको यादले सताए पनि आजको रात झन् याङजीलाई आकाशको यादले खुब सताउन थाल्छ। जति निदाउन कोसिस गरे पनि पटक्कै निन्द्रा लाग्दैन। एक मनमा लाग्छ कि आकाशले पनि उसलाई याद गर्दैछ। पक्कै आकाशले यही समयमा उनले दिएको गलबन्दीलाई हेर्दैछ अनि उनले पनि आकाशले दिएको कुर्ता सुरुवाल लगाएर ऐनामा हेर्न थाल्छिन्। अनि माया नपाएर गुमाउन पुग्दा पनि त्यही चिन्हमा उनी हराउन थाल्छिन्। यता सपना झल्यास बिउजिन्छन् र आकाशलाई सम्झेर उसका अङ्ग अङ्गमा पसिना आउन थाल्छ अनि श्रानीलाई अङ्गालोमा च्याप्दै निदाउन थाल्छिन्। बिहे गरेको 2 वर्ष बितिसक्दा पनि श्रीमानले आफूलाई एउटी श्रीमतीको नजरले नहेर्नाले बोल्ने नखोज्नाले पम्फा साह्रै पीडामा छिन्। अब श्रीमान श्रीमतीको कुरा कसलाई सुनाउन जाउँ? सासू ससुरालाई सुनाउन पनि अप्ठ्यारो अनि आफ्ना आमा बुवालाई सुनाउन पनि अप्ठ्यारो। तर उनले एक दिन 2 वर्षपछि मनको कुरा आफ्नो मिल्ने साथी सङ्गीतालाई सुनाइन्। बिहे गरेपछि पनि श्रीमान श्रीमती सँगै कहिले नसुतेको अनि राम्रोसँग बोल्नै नपाएको कुरा। सासू ससुराले सधैँ नाति नातिना खेलाउनु पर्यो किन ढिला भनेर कचकच गरेको कुरा। अनि तिमीसँग राम्रो व्यवहार गर्दैन भनेर तिम्रा सासू ससुरालाई थाहा छैन र? सङ्गीताले भनिन्। अलिअलि थाहा छ, तर राम्रोसँग बोल्दैन अनि एउटै ओछ्यानमा समेत सुत्दैन भनेर चाहिँ थाहा छैन। सङ्गीता, यो बिहे पनि मैले र आकाशले चाहेर होइन, आमा बुवाहरूले जबरजस्ती गरेर भएको हो। सायद उहाँको मनले खाएको अरू कोही छ होला, त्यही भएर मलाई वास्ता नगरेको, पम्फाले भनिन्। त्यसो भए अरू कतै चक्कर चलेको हुनुपर्छ कि त बाहिर नै श्रीमती राखेको हुनुपर्छ अनि तिमीले म बिहे गर्दिन भन्नुपर्छ नि त, सङ्गीताले भनिन्। खै बाहिर केटी त थाहा भएन, तर एउटी तामाङनीसँग लभ परेको रे मैले पछि सुनेको। त्यही अन्तर्जातीय बिहे नगरोस् भनेर मलाई जबरजस्ती बिहे गराइदिएका रहेछन् आकाशको आमा बुवाले, पम्फाले भनिन्। अरूको जिन्दगीसँग खेलबाड गर्न हुन्न नि। आकाशले पनि यदि तिमी मन नै पर्दैन थियो भने किन बिहे गर्नु, माया नै थिएन भने, सङ्गीताले भनिन्। आकाशले बिहे गर्दिन भनेर भनेको थियो, तर यदि मसँग बिहे गरेन भने उहाँको आमाले आत्महत्या गर्छु भनेर भन्नुभयो अनि आमाको खुसीको लागि मात्र बिहे गर्नुभएको, पम्फाले भनिन्। आमाको लागि बिहे त गर्यो आकाशले अनि तिम्रा खुसी लुट्यो नि त। फेरि त्यसले एउटाको खुसीको लागि अरूको खुसी लुट्नु पनि भएन। यदि त्यो बेला बिहे नगरेको भए तिम्रो अन्तै घरजम हुन्थ्यो नि त, सङ्गीताले भने। अब के गर्ने के नगर्ने म दोधारमा छु सङ्गीता, मलाई बाँच्नै मन छैन। जसको निम्ति माइती छोडेर आएँ उसले नै वास्ता गर्दैन भने अब म के नै गर्न सक्छु र, पम्फाले भने। अब तिमीप्रति आकाशको मन नै छैन भने तिम्रा बाआमा र उसका बाआमा दुइटै राखेर कुरा गर। अब धेरै ढिला नगर, बरु सम्बन्ध विच्छेद गर अनि अरू कुनै केटासँग बिहे गर्नु, सङ्गीताले भने। सङ्गीता र पम्फाको यो गन्थन मन्थन पम्फाको सासू मधुले सुनिरहेकी थिइन्। बुहारीको मुखबाट यस्तो कुरा सुनेर उही छक्क परिन् अनि उनलाई पनि छोराको खुसी खोसेकोमा कता कता पछुतो लाग्न थाल्यो। याङजीको बिहेको खबर सुनाइदिएपछि छोरा समयमा घर नआउने अनि आमा बुवासित राम्रोसँग नबोल्ने, सधैँ टोलाउने र घाँटीको त्यो गलबन्दीसँग सधैँ एकोहोरिने जस्ता लक्षण देखिएको थियो आकाशमा। जब आकाश सपनाको घरमा बास बस्यो तबदेखि सपनाको व्यवहारमा आमूल परिवर्तन आएको महसुस सतीदेवी, हरिबहादुर र अन्य परिवारले पनि गरेका थिए। सपना श्रृङ्गार गरेर चिटिक्कै हुने, एक्लै हाँस्ने, टोलाउने गर्न थालेकी थिइन्। छोरीको चालामाला देखेर एक दिन सतीदेवीले सपनालाई सोधिन्, छोरी तँलाई के भएको छ? आजभोलि आफ्नै पारामा रमाउन थालेकी छस्।
हुन त जवानीमा सबैले यस्तै हुन्छ, तर सम्हाल्न सक्नुपर्छ छोरी। झन् हामी त छोरी हौ, एकचोटि इज्जतमा दाग लागेपछि जिन्दगीभर त्यही कुराले राम्रोसँग जिउन पनि दिँदैन। तिमीलाई के भएको छ त्यो मलाई भन, म त तिम्रो जन्म दिने आमा हुँ नि, सतीदेवीले भनिन्। मलाई आकाश मन पर्यो आमा। अस्ति जब उहाँलाई देखेँ तब मलाई बिहे गर्न रहर जाग्यो। अब म आकाश बाहेक अरूसँग प्रेम गर्न सक्दिनँ। उहाँ नै मेरो पहिलो प्रेम हो। आकाशलाई पाइन भने म जिउँदो रहन्न आमा, सपनाले भनिन्। उनी त निकुञ्जको आर्मी रहेछ अनि हामी सुकुम्बासी। तिमीसँग गर्ला र नानी ती आर्मीले बिहे? अनि बिहे भएको हो कि कन्याकुमार हो कि के हो थाहा छैन। के जातको हो त्यो पनि थाहा छैन। अनि तिमीलाई भन्ने बित्तिकै बिहे हुन्छ र? सतीदेवीले भनिन्। मलाई नम्बर समेत छोडेर जानुभएछ। अनि म खाना खाएपछि हरेक रात बोल्छु आकाशसँग। यदि उहाँ विवाहित हो भने मलाई नम्बर छोडेर त जानु नपर्ने हो नि आमा। अर्को कुरा रह्यो जातको, जे जात भयो नि भएको नि, मलाई मन परेपछि पर्यो नि आमा। तिमीलाई मन पर्यो भनेर मात्र हुन्छ र छोरी, उसको नि मन हुनु पर्यो नि, बोल्दैमा बिहे गर्छन् र। तिमी जस्तो केटी त कति छन् होला। केटा मान्छेको त्यस्तो केटी त जहाँ गई त्यही हुन्छन्, सतीदेवीले भनिन्। सबै केटा त्यस्ता हुन्नन् आमा। जे होस् आकाश मेरै हो। म धेरै माया गर्छु उहाँलाई। उहाँ बिना बाँच्न सक्दिनँ म आमा, सपनाले भनिन्। तिमी धेरै जिद्दी गर्छौ भने अब म के गर्न सक्छु र छोरी। म अब तिम्रा बुवा दाई भाउजूलाई यो कुरा राख्छु, सतीदेवीले भनिन्। 2 वर्षसम्म पनि आफ्नो श्रीमानको मन परिवर्तन नभएको देखेर पम्फा दिनदिनै जिउँदै बन्न थालेकी थिइन्। तर छोरा बुहारी बीचको कुरा थाहा पाएर आकाशको आमा र बुवा बीच पनि कुराहरू हुन थालेको थियो। फेरि उता नेवार दम्पतिले याङजीको इमान्दारिता अनि सुन्दरता देखेर आफ्नो छोरा आमेशसँग बिहे गर्नलाई उक्साइरहेका थिए। बिछोड भएको 2 वर्ष भइसक्दा पनि याङजीको मन आकाशबाट हटेको थिएन। कारण यो थियो कि आकाश होइन, याङजी आफै टाढा भएकी थिइन्। त्यसकारण आफ्नो गल्तीको महसुस भइरहेको थियो याङजीलाई। दिन प्रतिदिन फोनमा कुरा भए पनि आकाशले सपनालाई एक साथीको रूपमा मात्र हेर्थे। तर सपनाले आकाशलाई जीवनसाथीको रूपमा हेर्न थालेकी थिइन्। एक दिन फोनमा बोल्दै गर्दा सपनाले आकाशसँग आफ्ना सारा कुरा खुलेर भनिन्। तर आकाशले आफ्नो मनमा अरू कोही भएको तर उसले पाउन नसकेकाले जिन्दगी नरक बनेको कुरा सुनाए। जबरजस्ती बाआमाले बिहे गराएको कुरा पनि बताए। आकाशको कुरा सुनेर सपनालाई ठुलो झट्का लाग्यो। तर मनमा नरमाइलो लागे पनि आकाशलाई सहयोग गर्ने हिम्मत गरिन्, किनकि आफूले माया गर्ने मान्छेलाई सहयोग गर्न पाउनु नै खुसीको कुरा हो भन्ने विकल्प बाहेक अरू उनीसँग थिएन। 17 गते आइतबारको दिन आकाशको आमाले पम्फाको आमा बुवालाई बोलाइन् अनि आफ्नो छोरा र बुहारी बीचको सम्बन्ध प्रष्ट रूपमा भन्नलाई पम्फालाई लगाइयो। पम्फाले बिहेपछि आकाशले आफूलाई कहिले श्रीमतीको रूपमा नस्वीकारेको र अब उनी आकाशको घरमा बस्न नसक्ने बताइन्। पम्फाको कुरा सुनेर उनको सासू ससुर र आमा बुवालाई एकदम लज्जास्पद महसुस भयो, किनकि उनीहरूले इच्छा विपरीत जबरजस्ती बिहे गराएको थिए। अब आकाशलाई पनि 2-3 दिनको छुट्टी मागेर निकुञ्जबाट आउनलाई अनुरोध गरियो। उता सपनालाई पनि हरेक दिन आकाशले सबै कुरा सुनाइरहेको थियो। एक दिन सपनाले याङजीको घरमा गएर याङजीको बारेमा राम्रोसँग सोधपुछ गर्न भने। आकाशले सुरुमा त नाइ, अब चासो राख्दिन, आखिर छाडेर गई भनेको थियो। तर कता कता उनलाई सपनाको कुरा नै ठिक लाग्न थालेको थियो। उता सपनालाई पनि हरेक दिन आकाशले सबै कुरा सुनाइरहेको थियो। एक दिन सपनाले याङजीको घरमा गएर याङजीको बारेमा राम्रोसँग सोधपुछ गर्न भने। आकाशले सुरुमा त नाइ, अब चासो राख्दिन, आखिर छाडेर गई भनेको थियो। तर कता कता उनलाई सपनाको कुरा नै ठिक लाग्न थालेको थियो। 3-4 दिनको बिदा मागेर आकाश आफ्नो घर आए। सासू ससुर आफ्नो घरमा देखेर आकाश अक्क न बक्क भए। उनीहरूको बहस सुरु हुन थालेको थियो। के अब तिमीहरू साँच्चै छुट्ने नै हौ त? अब के यो सम्बन्धले यही टुङ्ग्याउने हो र? साँचो साँचो बोल, पम्फाको आमाले भनिन्।
यति राम्रो जोडी नछुटेको भए राम्रो हुन्थ्यो। अब बस्न नसक्ने भए के गर्नु त? जे नहुनु भयो ठिक छ, सँगै नबस्ने भए ढिलो किन छुटेर बस्नु? अब हामीले भन्ने त यति नै हो, आकाशको आमाले भनिन्। हो आमा, अब म बस्न सक्दिनँ, मेरो पनि त जिन्दगी छ, मैले सोच्नुपर्छ, सुक्क सुक्क रुँदै भनिन् पम्फाले। हो, मैले पहिले नै बिहे गर्दिनँ भनेको थिएँ, जबरजस्ती बिहे गराइदिएपछि अब मैले के गर्ने? माया मेरो अरूसँगै छ भने जबरजस्ती अरूसँग बिहे गरेर म कसरी खुसी हुन सक्छु? आकाशले भन्यो। त्यसो भए तिमीलाई मनपर्ने केटी को हो? अनि को केटीले तिम्रो मनलाई यसरी एकोहोरो पार्यो? पम्फाको आमाले सोधे। याङजी, श्री याङजी। याङजी नै मेरो पहिलो प्रेम हो अनि अन्तिम पनि, आकाशले भन्यो। याङजी पहिला गएर 2वटा बच्चा भइसक्यो होला, अझै याङजी याङजी रे, आकाशको आमाले भनिन्। आमा बुबा, तपाईँहरूलाई छोराको खुसी हेर्न किन पटक्कै मन पर्दैन ह? किन किन किन? याङजी मेरो जिन्दगी हो, मुटु हो, धड्कन हो, उनी बिना म पानी बिनाको माछा झै हुनेछु। कतै तपाईँहरूको षड्यन्त्र त होइन याङजी गायब हुनुमा? छोराको खुसी हेर्न नसक्ने आमा बुवा पनि? के आमा बुवा, छि, मलाई यो संसारमा जन्म नदिएको भए हुन्थ्यो। याङजीसँग भेट त हुन थियो अनि मलाई यति तडपिनु पर्दैन थियो। 2 वर्ष भयो आमा बाबा मैले स्लिपिङ ट्याब्लेटको सहारामा सुतेको। मेरो यति खुसी नै देख्न सक्नुहुन्न भने यो छुरी घोपेर मार्नुहोस् आमा, मलाई बाँच्ने मन छैन। रुँदै रुँदै आफ्नो रुम जान्छ। फेरि आकाश रुमबाट निस्कन्छ र भन्छ, म आज याङजीको घर जान्छु र आपा आमालाई सोध्छु याङजी किन मदेखि टाढा भई अनि कसको षड्यन्त्र थियो भनेर। आकाशको कुरा सुनेर आमाले भनिन्, छोरा याङजी कतै गएकी छैन, सहरमा पढ्दै छिन्। अन्तर्जातीय बिहे हुनबाट रोक्नलाई तिम्रा बा र म मिलेर गरेको यो योजना हो, यो सब। यसमा याङजी र याङजीको परिवार कसैको गल्ती छैन। आखिरमा तिमीहरूको चोखो मायाको जित भयो, मलाई माफ गरिदेऊ छोरा। आकाश तपाईँको मनमा अरू कोही रहेछ, पहिले भन्नुभएको भए म आफै टाढा हुने थिएँ, तर अझै पनि केही बिग्रेको छैन। याङजी कतै गएकी छैन रहेछ। अब चाँडै बिहे गर्नुहोस्, हामी भोलि नै कागजात गर्नेछौँ छोडपत्रको। आखिर माया माया नै हो। सायद पूर्वजन्मको पुण्यको फल होला, यति मिठो माया, यति चोखो माया जसरी सफल पार्नुपर्छ। म हजुरको बिहे भोज खाएर मात्र यो घरबाट जानेछु, मुस्कुराउँदै पम्फाले भन्यो। अब अहिले पछि याङजीको आपा आमालाई भेट्न जाऊ अनि याङजीले फर्किनका लागि भनिराखौ अनि 3-4 दिनमा बिहे सकाइदिनुपर्छ यिनीहरूको। भोलि त छोडपत्र सकाउनुपर्छ, शुभ कार्यमा ढिलाइ किन? पम्फाको आमाले भने। परिवारमा खुसी छाउन थाल्यो। आकाशको बुबा र पम्फाको बुबा दुवैजना आफ्ना छोराछोरीको खुसी र श्रीमतीहरूको निर्णयमा सहमति भए। उता सपनाको घरमा सतीदेवीले छोरीको बिहेको कुरा उठाउन थालेकी थिइन्। तर सपनाको बिहेको सपना त चकनाचुर भइसकेको थियो, किनकि आकाशको बिहे हुँदैछ, तर उनले चाहेर नि पाउन सक्दिनन् अब आकाशलाई। सपनाको भाइ बिमल र सागरले पनि 10 पास गरेर एकजनाले आर्मी र अर्कोले निकुञ्ज आर्मीमा भर्ती भए। यो देखेर परिवारका सबै सदस्यहरू खुसी भए। सुकुम्बासीबाट उनीहरूको जीवनस्तर उकास्दै गयो। परिवार पहिलेभन्दा राम्रोसँग चल्न थाल्यो। दाइहरूले हल्काफुल्का ज्यामी काम अनि भाइहरूको जागिर, आमा बुवा भाउजूले खेती किसानी मेलापात गरेर जीवन राम्रैसँग चल्न थालेको थियो। आफ्नै घर अनि जग्गा जमिन पनि आफ्नै जोड्न सफल भएका थिए हरिबहादुरका परिवार। 4 दाजुभाइमा एक्ली छोरी सपनाको बिहे धुमधामले गर्ने भनेर घरमा कुरा हुन थाल्यो। दिउँसोको खाना खाएर सबै आराम गर्न लागिरहेका थिए। सतीदेवीले भनिन्, सबैजनाले सुन, हाम्रो नानीलाई अस्ति आएको आर्मी बाबु मन पर्यो रे, उहीसँग बिहे गर्ने रे, के सबै यस कुरामा राजी हो र? आमाको कुरा सुनेर सपनाले झस्किँदै भनिन्, हैन हैन आमा, मैले जिस्केकी हो क्या? आर्मी जस्तो मान्छेले म जस्तो केटीलाई हेर्छ र भन्या? बुढी माउ जिस्केकी पो त, लाजले मुन्टो निहुरिन्। अस्ति त्यो भुस तिग्रीले यो घरमा बास बसेदेखि नन्द नानीको चालामाला ठिक देखेकी थिएन। कुरा यहाँसम्म पो पुगेको रहेछ, रश्मिताले प्याच्च बोलिन्। त्यो आर्मी बाबुको पनि बिहे भएको छैन भने बिहे गरेर दिँदा के हुन्छ र?
केटो जागिरी पनि छ, हाम्रो नानीको भाग्य फेरिन्थ्यो बा, रमाले भने। ओहो, सपना त चन्द्रमा छुने पो देख्न थालेको नानी तिमीले? तिमी जस्तो केटीलाई आर्मीले हेर्छ भने? रश्मिताले प्याच्च बोलिन्। तिमी 8 पढे पनि म जस्तो अनपढ अनि सुकुम्बासीसँग बिहे गरेर जीवन बिताइरहेछौ भने मेरी परी जस्ती बहिनी 12 पढेकी छे अनि एउटा आर्मी जस्तो मान्छेसँग बिहे गर्न सक्दिनन् र उनले? व्यङ्ग पारामा निर्मलले रश्मितालाई भन्यो। निर्मलको कुराले सबजना मरी हाँसे। विमल र सागर भने घरदेखि टाढाको जागिरमा थिए। त्यसपछि कमलले भन्यो, बहिनीको जे इच्छा छ त्यसैमा खुसी हुनुपर्छ। उनले जे भन्छन् त्यसैमा हामीले सहमति जनाउनुपर्छ। छोरा बुहारी र श्रीमतीको कुरा सुनेर हरिबहादुर भित्रैदेखि खुसी भए। सबैको कुरा सुनिसकेपछि हरिबहादुरले भने, अब हाम्रो नानीको इच्छा जे छ त्यसैलाई कदर गर्दै हामीले घरजम गरिदिनुपर्छ। उमेर पनि भइसक्यो। सबैको कुरा सुनिसकेपछि सपनाले भनिन्, म अहिले बिहे गर्न चाहन्न। बरु अस्ति आउनुभएको आकाश सरको बिहे छ, 24 गते मलाई निम्तो दिनुभएको थियो। जानुपर्छ म जसरी नै। आकाश सरको बिहेमा जानलाई कपडा किन्न आमासँग बजार गइन् सपना। खासमा सपनाको कारण आकाशलाई याङजीसँग पुनर्मिलन हुने मौका पायो। एकचोटि मरिसकेको आशालाई पुनर्जीवित गरिदियो। त्यसैले आकाशले सपनालाई जसरी नै आउनका लागि कर गर्छन्। याङजी पनि सहरबाट सोमबारको दिन फर्किने अनि बिहे मङ्गलबार पक्का हुन्छ। आकाश र सपनाको घरको दूरी करिब 6 घण्टा टाढा छ, तर सपना मङ्गलबारकै दिन आकाशको घर जाने भइन्। सोमबार याङजी गाउँ फर्किने भएकाले सबजना खुसीले याङजीको बाटो कुरेर बसिरहेको हुन्छ। याङजीको आप्पा आमा त झन् कति हो कति खुसी हुन्छन् अनि आकाश त संसारकै खुसी अनि भाग्यमानी व्यक्ति ठान्दै याङजी आउने बाटोको एउटा पसलमा कुरेर बसिरहेको हुन्छ। तर दुःखको कुरा याङजी 2 घण्टा बितिसक्दा पनि घर आएनन्। कतिले भने याङजी अप्ठ्यारोमा परेकी हुन सक्छ, कतिले भने सहर छिरेपछि सोझा सिधा पनि टाटा बाटा हुन्छन्। पक्कै याङजीले घात गरिन्। याङजीको आमा बुबा पम्फा अनि आकाशको आमा सबै चिन्ताले डुब्न लागे। आकाश चिन्ताले छटपटाउन थाले। याङजीको भाइ दावाले याङजीलाई लिन भनी एक्लै गाउँदेखि तलको बाटो लागे, तर कतै याङजी थिएनन्। आकाशले फेसबुक चलाउँदै गर्दा एउटा पोस्ट देख्छ। त्यो पोस्ट थियो, तामाखानी जाने बसको दुर्घटना भएको छ। काठमाडौँबाट छुटेको बस खहरे खोलामा करिब 200 मिटर तल खसेको थियो। त्यो बसको 30 जना सवार मध्ये 10 जनाको ज्यान घटनास्थलमै गएको थियो भने 5 जना सामान्य घाइते र 15 जना सिकिस्त घाइते भएका थिए। याङजी पनि त्यही बसमा गाउँ फर्किँदै थिइन्। याङजी 15 जना मध्येमा एक सिकिस्त घाइते थिइन्। तामाखानीबाट 1 घण्टा तल बसको दुर्घटना भएको थियो। याङजीको समाचार देखेर आकाशको हालत खराब भयो। आफूले आफूलाई सम्हाल्न गाह्रो भएको थियो। उनले याङजीको परिवार, आफ्नो परिवार दुईटाले सुनाए। त्यसपछि उनी बाइकमा काठमाडौँको मेडिकल कलेजमा याङजीले भेट्न आए, जहाँ याङजीलाई भर्ना गरिएको थियो। डाक्टरले पनि भन्यो कि याङजीको बाँच्ने चान्स मात्र 10% छ। याङजी आइसियुमा थिइन्। पछि याङजीको परिवार, आकाशको परिवार सबै मेडिकल कलेज जोरबाटीमा पुगे। त्यसपछि याङजीको आमाको होस हराउन थाल्यो। उनी हृदय कराउँदै त्यही ढलिन्। याङजीको भाइ र बुवा अनि आकाशको आमाले सम्हाले। याङजीको बिग्रदो स्वास्थ्य अवस्था देखेर आकाश ढले। उनले होसमा ल्याउन गाह्रो भयो। त्यसपछि उनलाई पनि आइसियुमा भर्ना गरे। सबैजना डराउन थाले। न याङजीको होस खुल्छ न आकाशको। सबै परिवारका सदस्यहरू पीडाको भुमरीमा छटपटाउन थाले। सपना आकाशले दिएको निर्देशनअनुसार आकाशको घर पुग्छिन्, तर सपनाले घरको ढोका बन्द देख्छिन् र छिमेकीले सोध्छिन्। त्यसपछि सबै सत्य तथ्य बाहिर आउँछ। उनले आकाशलाई फोन गर्छिन्, तर आकाशको फोन आमाले उठाउँछिन् र आकाश अनि याङजी दुवै आइसियुमा रहेको कुरा बताउँछिन्। सबै कुरा सुनेपछि सपना घर फर्किन्छन्। 2 दिनपछि आकाशको होस खुल्छ, तर याङजीको स्वास्थ्य अवस्था झन् बिग्रदै जान्छ। दुर्घटनाको तेस्रो दिनमा याङजी सदाका लागि संसारबाट बिदा हुन्छन्। आफ्नै आँखा अगाडि आफ्नो प्राणभन्दा प्यारो मान्छेले सदाका लागि आँखा चिम्लिँदा आकाशको मनमा के भयो होला? त्यो त कल्पनाभन्दा बाहिरको कुरा हो।
2 वर्षपछिको भेटमा पनि आकाशले दिएको कुर्ता सुरुवालमा फर्केकी थिइन् याङजी। 2 वर्षपछिको भेटमा कुनै शब्द पनि बोल्न नभई छुट्नु पर्दा मुटु कति चिर पर्यो होला आकाशको। पल पल धड्किने मुटु सदाका लागि बन्द हुँदा सस कसरी लियो आकाशले। पहिलो अनि अन्तिम प्रेम भनी चिनिएको याङजीको अन्तिम संस्कार याङजीको सिउँदोमा सिन्दुर भरेर भयो। बिहे हुनै बाँकी चिलेको आफ्नै माइतीबाट सबै अन्तिम संस्कार हुनु पर्थ्यो। उनी तामाङ समाजकी हुन्, तामाङ संस्कारमा हुनु पर्थ्यो, बुद्धिस्ट संस्कारमा हुनु पर्थ्यो। तर आकाशले उनको अन्तिम संस्कार आफ्नै घरबाट हिन्दू संस्कारमा गरे। याङजीको क्रिया सकिएको भोलिपल्ट आकाशलाई हन्हानी ज्वरो आयो। त्यसपछि आमा बुवाले अस्पतालमा लगे तर कसैको केही लागेन। उनी एकोहोरिन थालेको थिए। उनको मुखबाट एउटै शब्द निस्किन्थ्यो, याङजी। आकाशको स्वास्थ्य अवस्था यसरी बिग्रियो कि उनले आफ्ना आमा बुवा कसैले चिनेनन्। सपनाले पनि आकाशले भेट्न आएकी थिइन् तर सपनाको आगमनले बिस्तारै आकाशको दिमागी हालतमा सुधार आउन थाल्यो। उनले सपनालाई याङजी भनेर बोलाउँथे अनि सपनाले पनि आकाशको धेरै ख्याल राखिन्। बिस्तारै बिस्तारै आकाश निको हुन थाल्यो। सपनाले याङजीले दिएको कुर्ता सुरुवाल लगाउँदा आकाशको स्मरण शक्तिमा झन्झन सुधार हुन थाल्यो। याङजीको आमा बुबाको घर गएर सपनाले दुःख व्यक्त गरिन्। पम्फाले 2 परिवार याङजीको आमा बाबा र आकाशको परिवारसँग छोडपत्रको कागजातमा हस्ताक्षर गरेर त्यो घरको ताला चाबी सपनाको हातमा सुम्पेर सदाका लागि आफ्नो जन्मघर फर्किन्। आफ्नो मरिसकेको छोराको ज्यान बचाएकोमा सपनालाई अँगालेर रुन थालिन्। आकाशको आमा सपनालाई सबैले याङजी भनेर बोलाउँछन्। 3 महिनामा मानसिक सन्तुलन पूर्णतया ठिक भएकाले आकाश फेरि निकुञ्ज आफ्नो कर्म गर्न जान्छन्। आकाश आफूलाई याङजीको यादबाट टाढा हुनलाई अनेक उपाय गर्छन् तर याङजीको यादले उसलाई हरेक पल तडपाउँछ। त्यसपछि उनी आफ्नो याङजीले भेट्न जाने सोच गर्छन्। निकुञ्जमा ड्युटी गरिराख्दा कतै याङजीले आकाश आकाश भनेर बोलाएको जस्तो महसुस हुन्छ। त्यसपछि आकाशको होस एक्कासी गुम्छ अनि उनी ढल्छ, नाकमुखबाट रगत बग्छ र उनी मर्छन्। यसरी एक चोखो प्रेमको बीचमा अरू कोही आउन सकेनन्। आकाशको पनि मृत्यु हुन्छ। त्यसपछि सपना आफ्नो घर फर्किन्छ। छोराको खुसीमा तगारो बनेका आकाशको आमा बाबा एक्लो सन्तान गुमाएपछि सहाराविहीन जीवन जिउँदैछन्।